हेलो तपाईँलाई जेमिसी, तपाईँलाई थाहा छ अब नेपालको ट्रस्टले चाहिँ एउटा प्रश्नको उत्तर दिनु बाँकी छ। नेपालको ट्रस्टले पनि सामना गर्दै गरेको चाहिँ एउटै प्रश्न चाहिँ के हो भन्दाखेरि मण्डली भवनमा आउँदाखेरि किन महिलाहरूको सङ्ख्या चाहिँ धेरै छन् अनि पुरुषहरूको सङ्ख्या चाहिँ थोरै छ, के कारणले त्यो हुनसक्छ? कहिले विचार गर्नुभएको छ, सोच्नु भएको छ? प्रश्न त्यति गम्भीर छैन होला, तर भविष्यमा चाहिँ यो गम्भीर प्रश्न हुनसक्छ। किनभने पुरुषहरू चाहिँ किन थोरै छन् र महिलाहरू चाहिँ किन धेरै छन् सहभागिताको हिसाबले? के हाम्रो आफ्नो कमजोरी छ कि अथवा चाहिँ हाम्रो मण्डलीका कुराहरू चाहिँ अलिक बढी जस्तो चाहिँ महिला दिदीबहिनीहरूलाई चाहिँ अलिकति आकर्षक हुने खालि वचन, हाम्रो सङ्गति, हाम्रो सबै कुरा हेर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि चाहिँ पुरुषहरूको 1 भाग र महिलाहरूको चाहिँ 3 भाग भइरहेको छ। के कारणले होला? तपाईँको मनमा विचारमा कहिले यो प्रश्नको बारेमा तपाईँले गरिरहनु भएको छ कि? एकछिन यसको बारेमा बसेर यहाँनिर मन्थन गरौँ है त। पुरुषहरूको तुलनामा किन महिलाहरूको सङ्ख्या चाहिँ खास मण्डलीमा सहभागिताको हिसाबले धेरै छ भन्ने यो विषयमा आज छलफल र विचार विमर्श गर्दाखेरि तपाईँलाई केही यात्राको कुराहरू अगाडि लिएर जान चाहन्छु। पुरानो समयमा अथवा नयाँ करारमै आउँदाखेरि मण्डली चाहिँ खास पुरुषहरूबाट सुरु भयो। येशू ख्रिस्टले चाहिँ 12 जना चेलाहरू पनि पुरुषहरूलाई छाड्नुभयो। त्यसपछिबाट ती चेलाहरूबाट नै खास मण्डलीको स्थापना भयो। हाल आएर अहिलेको विश्वव्यापीको मण्डलीलाई हेर्दाखेरि, सहभागिताको हिसाबले हेर्दाखेरि पुरुषहरूको सङ्ख्या चाहिँ धेरै निम्न छन् अनि महिलाहरूको चाहिँ एक प्रकारले चाहिँ 3 गुणा बढी म देख्छु मण्डलीहरूमा। चाहे त्यो युरोपको चर्चमा होस्, चाहे अमेरिकाको चर्चमा होस्, चाहे अस्ट्रेलियाको चर्चमा होस्, चाहे त्यो हाम्रो नेपाली सन्दर्भको चर्चहरूमा नै होस्। नेपालीको सन्दर्भमा हामी कुरा गरौँ। सुरुमा मण्डली स्थापना भएका हाम्रा गुरुजनहरूबाट, पुरुषहरूबाट थिए, महिलाहरू पनि हुनुहुन्थ्यो, तर पुरुषहरू चाहिँ अलिक बढी सक्रिय थिए। पुरुषहरूबाट चाहिँ मण्डली सुरु हुँदै 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 आइसकेपछि हैन, अब हाम्रो पहिलो चरणका जेनेरेसनका गुरुबाहरू बिस्तारै बिस्तारै प्रभुको घरमा जाँदै हुनुहुन्छ अनि हाम्रो मण्डलीहरूमा नै हामीले देखिरहेको छ महिलाहरूको सङ्ख्या चाहिँ, सहभागिता चाहिँ बढी छ। मैले धेरै विचार गरिरहेको थिएँ, सोचिरहेको थिएँ किन त्यो भएको छ होला भनेर। अनि मैले यहाँ यता यो अहिले फिनल्यान्डको चर्चलाई पनि मैले हेर्दाखेरि चाहिँ पुरुषहरू प्रायः जस्तो आउँदैन। विशेष गरी झन् काम गर्ने उमेरसम्मका मान्छेहरू त एकदमै न्यून छन्। आउँदै आउँदैन भन्नु न, नआउने त होइन, तर धेरै कम सहभागिता छ। र हाम्रो आफ्नै चर्चमा पनि हेर्दाखेरि महिला दिदीबहिनीहरूको सङ्ख्या चाहिँ 3 भाग छ अनि पुरुषहरूको सङ्ख्या चाहिँ 1 भाग छ, मसिनो छ। के कारणले यो भइरहेछ भन्ने अलिकति ब्याकग्राउन्डतिर जाँदाखेरि चाहिँ मैले एउटा 2टा कुराहरू खास भेटेको। अनि त्यो चाहिँ पुरुषहरूलाई किन त्यो मण्डलीका कुराहरूमा चाहिँ आकर्षण भइरहेछ नि हिजोआज, विशेष गरी काम गर्ने उमेरसम्मका मानिसहरूलाई, पुरुषहरूलाई। अनि उहाँका श्रीमतीहरू चाहिँ उहाँ सहभागिता जनाउनुहुन्छ अनि पुरुषहरू चाहिँ कामको बहानाले होस् अथवा थकाइ लागेर होस् अथवा कुनै बहानाले चाहिँ उहाँहरूको सक्रियता चाहिँ महिलाहरूको भन्दा कम्ती छ। यो चाहिँ एक प्रकारले हामीले विचार गर्नुपर्ने अवस्था आइसकेको जस्तो मलाई लाग्छ। यो प्रश्नको उत्तर हामी सबैले खास खोज्नुपर्छ र मण्डलीहरूले चाहिँ यो प्रश्नको उत्तर दिनुपर्छ भन्ने मलाई लाग्छ। सो यहाँनिर कुरा गर्दाखेरि चाहिँ सायद मण्डलीले पुरुषहरूको बारेमा त्यति ध्यान नदिइकन अलिकता प्रेम, अलिकता दयाको, अलिकता मायाको, वास्ताको वचनहरूको कारणले पो महिला दिदी बहिनीहरू चाहिँ त्यतातिर चाहिँ धेरै आकर्षण हुन्छन् हैन। एउटा नरम कुराहरू छन्
अनि यतापट्टि चाहिँ पुरुषहरूको कुरा गर्दाखेरि चाहिँ पुरुषहरू चाहिँ एक प्रकारले मास्कुलिन होइन पुरुषत्व जुन चाहिँ कुराहरू चाहिँ हामीले बाइबलमा धेरै पाउँछौँ। बाइबलमा हेर्दाखेरि पुरानो करारदेखि नयाँ करारसम्म आउँदाखेरि पुरुषहरूको बलको कुराहरू, शक्तिको कुराहरू, पावरको कुराहरू गरिरहेका छन्। त्यहाँ धेरै एक्सनहरू भएको छ, धेरै सक्रियताको रूपमा उनीहरूले प्रभुले चाहिँ कसरी चाहिँ उनीहरूलाई चलाउनु भयो भन्ने कुराहरू हामी देख्दछौँ। अब मण्डली स्थापना भइसकेपछि पुरुषहरू आए, उनीहरूले पनि वचनहरू सिकाए, सुसमाचार सुनाउन गए, संसारभरि गए। अनि महिला दिदीबहिनीहरूको आफ्नो रोल पनि हामी त्यहाँनिर देख्छौँ बाइबलमा, नभएका होइनन्। तर पनि हिजोआजको मण्डलीले चाहिँ किन पुरुषहरूलाई चाहिँ त्यही रूपमा चाहिँ उनीहरूले सक्रिय रूपमा चाहिँ ल्याउन सकेन भन्ने कुरा हो। पुरुषहरू नभएको त होइन, छन्, तर पनि सक्रियताको हिसाबले चाहिँ किन कम्ती छन् भन्ने मेरो प्रश्न हो यहाँनिर। र मैले एउटै कुरा विचार गर्दाखेरि चाहिँ समान रूपले हरेक हप्ता एकै किसिमको एउटै प्रकारको वचनहरू भन्दाखेरि एउटा माया, एउटा दया, करुणाको कुराहरू भन्दाखेरि सुनेर बस्दाखेरि चाहिँ रमाइलो लाग्छ होला त्यो कुराहरू। तर पुरुषहरूलाई चाहिँ खास त्यतिले मात्र चाहिँ पुग्दैन। पुरुषहरूलाई चाहिँ केही चाहिँ एक्सन ओरिएन्टेडहरू, कुनै एक्टिभिटीहरू चाहिँ चाहिने म चाहिँ देख्दछु खासमा नि। त्यस कारणले हिजोआजको मण्डलीमा, यता वेस्टको मण्डलीमा पनि, पश्चिमतिर पनि धेरै त्यस्तो दया मायाका कुराहरू पुरुषहरूलाई बसेर सुनिरहन चाहिँ गाह्रो लाग्छ त्यो। अब यसको अर्थ यो होइन कि त्यो वचन चाहिँदैन भन्ने कुरा त होइन, चाहिन्छ त्यो कुराहरू पनि। तर कसरी चाहिँ पुरुषहरूलाई चाहिँ मण्डलीको कार्यक्रमहरूमा चाहिँ सक्रिय रूपमा सहभागी गराउन सकिन्छ भन्ने यो प्रश्नको उत्तर चाहिँ हामीले खोज्नुपर्छ जस्तो लाग्छ मलाई। पुरुषहरूले चाहिँ कसरी मण्डलीहरूमा चाहिँ आफ्नो उनीहरूको ज्ञान, उनीहरूको स्किल, उनीहरूले जानेको कुराहरू चाहिँ कसरी प्रयोग गर्न सक्छन् भन्ने कुराहरू चाहिँ हामीले अहिलेदेखि नै विचार गरेर उहाँहरूलाई चाहिँ कसरी आकर्षण गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले विचार गर्नुपर्छ। नत्र भने अलि पछि समय बित्दै जाँदाखेरि हाम्रो नेपालको मण्डलीको इतिहासलाई हेर्दाखेरि 60-70 वर्षको, झन्डै 75 वर्षको अवस्था छ। अब अहिले नै हामीले हेर्दाखेरि होइन, महिलाहरूको सङ्ख्या मात्रै धेरै देखिन्छ, वृद्धि भएको हामी देखिन्छौँ, पुरुषहरूको सङ्ख्या न्यून छ। त्यस कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ हामीले कसरी चाहिँ आकर्षण गराउन सक्छौँ, कसरी उहाँहरूलाई चाहिँ मण्डलीको कार्यक्रमहरूमा चाहिँ सहभागिता हामी बनाउन सक्छौँ भन्ने कुरा, यो चाहिँ विशेष महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई। अब पुरुषहरूलाई चाहिँ एकै ठाउँमा बसिरहन चाहिँ साह्रै दिक्क लाग्दो रहेछ। अनि एउटै किसिमको वचनहरू सुनिराख्ने, एउटै किसिमको त्यो गरिराख्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ अल्छी लाग्दो रहेछ। त्यस कारणले गर्दाखेरि मेरो विचारमा चाहिँ, मेरो ठम्याइ चाहिँ मैले भेट्दाखेरि चाहिँ उनीहरूले चाहिँ केही गरिरहनु मनपर्ने होइन, उनीहरूको हात खुट्टा चलाउनु मनपर्ने, अथवा हैसिया हटौडा चलाउनु मनपर्ने, अथवा कलमहरू चलाउनु मनपर्ने, अथवा बजाउन मनपर्ने, गाउन मनपर्ने, कुनै किसिमको कामहरू त्यस्तो खाले कुराहरूबाट चाहिँ पुरुषहरू चाहिँ अलिक बढी आकर्षण हुन्छ भन्ने मेरो ठम्याइ छ। त्यसै कारणले पनि बाइबलका सबै जतिजना पात्रहरू छन् उनीहरूले हरेकले चाहिँ उनीहरूले केही न केही गरेका कुराहरू होइन, मूसाले इजरायलीहरूलाई दोहोऱ्याएको कुराहरू, दाउदले भेडा बाख्रा चराएका कुराहरू, त्यसपछि उसले लडाइँका कुराहरू गरेका होइन, अनि नोहाको कुरा गर्दाखेरि पनि उसले पनि जहाज बनाएको, अनि सबै कुराहरू चाहिँ त्यो एक्सन ओरिएन्टेड भएको कारणले गर्दा उनीहरू चाहिँ आकर्षण भएका थिए। तर पुरुषहरूलाई चाहिँ खालि जाने अनि सुन्ने अनि बस्ने अनि आउने गऱ्यो भने चाहिँ उनीहरू चाहिँ एक प्रकारले टाइम वेस्ट भएको जस्तै महसुस हुन्छ जस्तो मलाई लाग्छ। अनि एउटै कुरा चाहिँ रिपिटेड भइरहेछ भनेर अनि कहीँ पनि गएको छैन भने, केही पनि विकास भएको छैन भने त्यो कुराले गर्दाखेरि चाहिँ पुरुषहरू चाहिँ अलिक बिस्तारै चाहिँ सेलाउँदै जान्छ जस्तो लाग्छ। जति हामीले उनीहरूलाई मोटिभेट खास राम्रो शब्द छैन, जति हामीले उनीहरूलाई चाहिँ आकर्षण गरेर उनीहरूलाई चाहिँ हामीले एक प्रकारले चाहिँ चलायमान बनाउँछौँ, त्यति नै पुरुषहरू चाहिँ आकर्षण हुन्छ जस्तो लाग्छ मेरो विचारमा। किनभने मास्कुलिनिटी, यो पुरुषत्वको कुराहरू चाहिँ त्यत्तिकै चुप लाएर बस्ने कुरा हो भने उनीहरूले आफ्नो एक प्रकारले परमेश्वरले आदमलाई पनि बनाउँदाखेरि चाहिँ कुनै कामको जिम्मेवारी दिनुभएको थियो। त्यस कारणले
हाम्रो अहिलेको चर्चहरूले पनि मण्डलीहरूले पनि कुनै त्यस्तो किसिमको एउटा क्रिएटिभ वेबाट होइन रङ लाउने होस् कि सरसफाइ गर्ने होस् कि अथवा केही बनाउने हो कि अथवा चाहिँ कसैलाई गएर सहायता गर्ने जाने हो कि कङ्क्रिट रूपमा प्र्याक्टिकल रूपमा त्यो खाले कुराहरूबाट हामीले आकर्षण गर्दै गऱ्यौँ भने सायद पुरुषहरू र महिलाहरू दुवैजना सँगसँगै आएर एउटा चाहिँ प्रेमको कुरा, एउटा नरमपनाको कुरा छ, एउटा चाहिँ बल अनि शक्तिको होइन कुराहरू छ अनि स्किलको कुराहरू छ, जो दुइटै मिलेर चाहिँ मण्डली चाहिँ अगाडि बढ्छ भन्ने मलाई लाग्छ। त्यस कारणले अबको समयमा हामीले चाहिँ याद गर्नुपर्ने अथवा विचार गर्नुपर्ने चाहिँ साँच्चैकै नेपालको मण्डली चाहिँ कतातिर गइरहेछ। पुरुषै नभइकन मण्डलीहरू पनि चल्दैन होला नि। जति हामी पुरुषहरूलाई आकर्षण गर्न सक्छौँ, जति हामी उनीहरूलाई स्वागत गर्न सक्छौँ, त्यत्तिकै रूपमा चाहिँ मण्डली अगाडि बढ्ने होला नि। अब यतातिर वेस्टको पश्चिममा देशहरूको कुरा हेर्दाखेरि, देख्दाखेरि, बुझ्दाखेरि चाहिँ के भेटिरहेछ भने प्रायः जस्तो मेजोरिटी चाहिँ महिलाहरू हुनुहुन्छ। अनि यता फिनल्यान्डकै कुरा गर्दाखेरि पनि यहाँ चाहिँ धेरै जस्तो पास्टरहरू चाहिँ महिलाहरू हुनुहुन्छ। अनि महिलाहरू भएको कारणले गर्दाखेरि पुरुषहरू चाहिँ पछाडि परेका छन् है। उनीहरूले खास मुखले त केही पनि भन्दैनन्, तर उनीहरूलाई चाहिने किसिमको वचनहरू नआउँदाखेरि, चाहिने किसिमको एक्टिभिटी नहुँदाखेरि चाहिँ पुरुषहरू चाहिँ पछाडि परिरहेका छन्। अनि त्यस्तै अवस्था चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा, नेपालको सन्दर्भमा, मण्डलीमा पनि आउन सक्छ। त्यो नहुनको लागि चाहिँ अहिलेदेखि नै हामीले विचार गर्नु पर्यो कि हामीले पनि कसरी पुरुषहरू चाहिँ कस्ता खाले पुरुषहरू छन्, किन पुरुषहरूलाई चाहिँ एउटै किसिमको वचन मनपर्छ कि अर्कै किसिमको मनपर्छ कि कस्तो खाले मनपर्छ, हामीले चाहिँ अलिक विचार गर्नुपर्छ। तपाईँ आफै पनि यदि पुरुष हुनुहुन्छ भने तपाईँले चाहिँ कस्तो खाले कुरा गर्नु राम्रो हुन्थ्यो, के कुरा मनपर्ने सक्थ्यो, अथवा तपाईँ गएर बस्ने मात्र हो कि तपाईँले साँच्चैकै कुनै जिम्मेवारी पाएर त्यही अनुसारले चाहिँ निभाउँदाखेरि तपाईँलाई चाहिँ खुसी लाग्थ्यो, आनन्द लाग्थ्यो, बढी सहभागी जस्तो हुने तपाईँलाई लाग्थ्यो होला। त्यस कारणले मण्डलीले चाहिँ अब सोच्नुपर्ने अवस्था आइसक्यो, विचार गर्नुपर्ने आइसक्यो। हामी 70 वर्षको हाराहारीमा आउँदाखेरि साँच्चीकै मण्डलीले कसरी हामीले ब्यालेन्स गरेर लिएर जान सक्छौँ पुरुष र महिलालाई होइन। अझ जवानहरू, अझ बालबालिकाहरू त अझ छँदैछ, बुढापाकाहरू त छँदैछ। त्यस कारणले पुरुषहरूलाई पनि हामीले उनीहरूको पुरुषत्वको आदर गर्दै होइन, उनीहरूले गर्न सक्ने प्रदर्शनहरू भनौँ, उनीहरूको योग्यता अनुसार, क्षमता अनुसार उनीहरूलाई पनि चर्चले सहभागिता देखाइदियो भने सायद पुरुषहरू वृद्धि हुँदै जान्छन् भन्ने मलाई लाग्छ। उनीहरू आएर त्यही किसिमको वचनहरू सुन्ने मात्रै, त्यही किसिमको कुराहरू मात्रै सुन्ने होइन, त्यो मात्रै नभइकन उनीहरूले चाहिँ के गर्न सक्छन्, उनीहरूसँग भएको हातमा भएको स्किलहरू, उनीहरूसँग शरीरमा भएको बलहरूलाई कसरी उनीहरू प्रयोग गर्दै परमेश्वरको महिमा गर्न सक्छन्। साथसाथै सधैँ हुनुपर्ने चाहिँ परमेश्वरको महिमा हाम्रो मुखले, हाम्रो हृदयले, हाम्रो हातले, हाम्रो व्यवहारले त हुनु नै हो, तर पनि ती पुरुषहरूलाई जसलाई चाहिँ केही गर्न मन छ, जसलाई चाहिँ के गर्ने इच्छा छ, उनीहरूलाई चाहिँ कसरी हामीले निम्तो दिन सक्छौँ होइन। पुरुषहरू आफै चाहिँ म गर्छु भनेर आउँदैन, उनीहरूलाई चाहिँ बोलाउनुपर्छ। यसमा चाहिँ येशू ख्रीष्टको उदाहरण दिन चाहन्छु। येशू ख्रीष्टले 12 जना चेलाहरूलाई चाहिँ नाम काटेर चाहिँ बोलाउनु भयो। त्यसकारण हामीले पनि हाम्रो मण्डलीमा भएका पुरुषहरू छन् भने उनीहरूलाई चाहिँ कसरी चाहिँ चलायमान हामी गर्न सक्छौँ, कसरी उनीहरूलाई सहभागिताको कुराहरूमा चाहिँ लिएर आउन सक्छौँ, यो कुरा हामीले बुझ्नु जरुरी छ। हामी अब पास्टर भयौँ होला, हामी अगुवा भयौँ होला, तर ती मात्र नभइकन ती पुरुषहरूलाई साँच्चै उनीहरूले कसरी चाहिँ आफ्नो सहभागिता देखाउन सक्छन्। यसमा चाहिँ अब आफन्तवाद हुनु भएन, त्यसमा चाहिँ नातावाद हुनु भएन, कृपावाद हुनु भएन। साँचो रूपले चाहिँ ती पुरुषहरू चाहिँ उनीहरूले के योगदान दिन सक्छन् त्यो चाहिँ हामीले खोज्नु जरुरी छ भन्ने मलाई लाग्छ। अनि आउने समयमा यदि यो गरेन भने अझै चाहिँ पुरुषहरू चाहिँ मण्डलीबाट बिस्तारै बिस्तारै हराउँदै जान्छ। उनीहरू ब्याकस्लाइड पनि भएको छैन, उनीहरू एक्टिभ पनि भएको छैन, उनीहरू जस्ट प्यासिभ भएर त्यहाँ बसिरहेका छन्। किन होला त्यो? यदि त्यस्तो छन् भने चाहिँ कसको जिम्मेवारी हो? येशूले चाहिँ चेलाहरूलाई चाहिँ बोलाउनु भयो। यदि तपाईँ र म अगुवाको रूपमा छौँ भनेदेखि चाहिँ तपाईँले मैले उनीहरूलाई बोलाउन सकेन भनेदेखि चाहिँ मलाई जहाँसम्म लाग्छ हामी चाहिँ असफल अगुवाहरू हौँ भन्ने मलाई लाग्छ।
तर असफल नहुनको लागि चाहिँ हामीले चाहिँ उहाँलाई बोलाएर अनि यो चेलापनको रूपमा हामीले कसरी उहाँहरूलाई चाहिँ लिएर जान सक्छौँ, यो चाहिँ हरेक विश्वासीको खास काम हो। अगुवाको मात्रै होइन, गुरुबाहरूको मात्रै होइन, हामी सबैको काम भएको कारणले गर्दाखेरि हामीले वरपर भएका पुरुषहरू जो चाहिँ एक्टिभ भएका छन्, जो शिथिल भएर बसिरहेका छन्, उहाँहरूलाई हामी कसरी उत्साह दिएर हामीले लिएर आउन सक्छ र उहाँले कसरी आफ्नो जीवनमा भएका कुराहरूबाट मण्डलीलाई योगदान दिन सक्छ र मण्डलीलाई अगाडि लिएर जान सक्छ भन्ने कुरा हामीले जान्नुपर्छ, हामी विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो प्रश्नको उत्तर मेरो आफ्नो तर्फबाट मैले दिएँ। तपाईँले चाहिँ कसरी यो प्रश्नलाई तपाईँले हेरिरहनु भएको छ, उत्तर दिनुभएको छ कि साँच्चैकै नेपालको मण्डलीले आउने समयहरूमा, आउने वर्षहरूमा पुरुषहरूको सहभागितालाई वृद्धि भएको देखिन्छ कि अथवा चाहिँ पुरुषहरू बिस्तारै मण्डलीबाट हराउँदै गएर मण्डली खाली भएको पुरुषविहीन मण्डली हुन आउँछ। यो तपाईँहरूको जिम्मेवारी हो।